नमस्ते सम्पूर्णमा। अहिले चाहिँ हामी यो डोलेश्वर हाम्रो फार्ममा, यो सिराना फार्ममा चाहिँ हामीहरू छौँ। अहिले अहिले हाम्रो मौरीहरूको निरीक्षण हुँदैछ। हाम्रो यहाँ पछाडि भाइले गरिदिइरहेछ। हाम्रो यो चाहिँ वरिपरि चाहिँ चरणहरू चाहिँ अहिले तोरीको र तपाईँको कटुसको जङ्गलहरूको स्रोतमा चाहिँ तपाईँको मह तान्न सुरु गरिसकेको छ। अबको केही समय पछाडि मह काट्नलाई पनि लागेको हुनेछ। अनि मौरीको ग्रोथ पनि एकदम राम्रो छ है। अब हाम्रो चाहिँ पछाडिपट्टि ल्याएर देख्न सकिन्छ यो ठुलो जङ्गलहरू छ। त्यो जङ्गलमा चाहिँ कटुसहरू टन्नै छ र यो गाउँ एरिया पछाडिको साइडमा त यता माथि यो पछाडिपट्टिको एरियामा चाहिँ सबै ठाउँमा चाहिँ तपाईँको यो तोरीहरू लगाइरहेछ। अनि त्यसले चाहिँ तपाईँको तोरीको स्रोत चाहिँ तानिरहेछ, कटुसको स्रोत पनि तानिरहेछ। ल हजुरहरूलाई चाहिँ मह चाहियो भने अबको 10-12 दिनमा चाहिँ हामीले मह काट्छौँ। सम्पर्क गर्नु होला है त। हस् त, धन्यवाद।